यो यता नारायणीको अवस्था हेर्नुहोस् त बिजोग छ यति दाउरा छ यति माथि कोही सिँगै सब पनि भेटिएको छ कोही ठाउँमा हात भेटिएको छ कसैका खुट्टा मात्रै भेटिएका छन् हाम्रा साथीहरूले सबै गाउँले सबै मिलेर यी खोजी कार्यमा सबै लाग्नु भएको छ तर हेर्नु त यो नारायणीको बिजोग यति दाउरा लिएर आएको छ भनेपछि कति पुरेको छ होला कतिमा पुरेको छ हामीले थाहा छैन बिहान यही ठाउँबाट 25वटा सब बिहान निकालेको अहिले फेरि 15वटा सब भेटिसके भर्खरै उ त्यहाँनिर एउटा सग्लै सब थियो उहाँ चाहिँ सायद पहिचान पनि आउन सक्छ त्यहाँ नेपाली सेनाले त्यसको हेर्नुहोस् यस्तो अवस्था छ बाख्रा बगाएर ल्याएको छ राम्रैसित छ यस्तो मानवीय क्षति कस्तो दैविक प्रकोप प्राकृतिक प्रकोप आयो नेपालमा जुन कसैले कल्पना पनि गरेको थिएन हामी यही कहीँ कसैका सबहरू भेटिन्छन् अरूभन्दा नि अब डर के छ भने प्राकृतिक प्रकोप त आयो कति हजार मान्छेलाई ल्यायो बगायो अब